हेलो फ्रेन्ड्स, फेरि पनि स्वागत छ सिजी रेकर्ड्स युट्युब च्यानलमा। म रविन्द्र चौधरी। तपाईहरू हेर्दै हुनुहुन्छ अहिले सिजी रेकर्ड्स युट्युब च्यानल। आज म तपाईहरूलाई सिकाउन गइरहेको छु एडोब प्रिमियर प्रोदेखि कसरी भिडियोलाई अडियोमा म्याचिङ गर्ने विषयमा बताउन गइरहेको छु। एकदम सजिलो तरिका छ, कृपया यो भिडियोलाई लास्टसम्म हेरिदिनु होला। सबभन्दा फर्स्टमा हामीहरू एडोब प्रिमियर प्रोलाई ओपन गर्ने। यस्तो आउँछ। खुलेपछि प्रोजेक्टमा जानुहोस्। ओके, यस क्लिक गर्नुहोस्। एकछिन टाइम लाग्छ अनि यस्तो बार आउँछ। सबभन्दा फर्स्टमा हामीहरू भिडियोलाई एड गर्ने। म एड गर्छु। भिडियो कता छ? यहाँ छ। यसमा लाग्छ है। यो मेरो भिडियो हो, आइसकेको छ है। कुनै पनि फाइलमा म सेभ गर्छु। सेभ कन्ट्रोल एस गरिदिएँ। नभए तपाईहरू फाइलमा जानुहोस्, सेभ गर्नु होला। यहाँदेखि सेभ एस गर्छु। कुनै पनि नाम दिन्छु होइन। के दिउँ आरएस लेख्छु है। सेभ कुन फाइलमा गर्नुहुन्छ? मेरो डीमा भइरहेछ। डीमा सेभ गरेँ। त्यसपछि हामीहरूलाई हाम्रो भिडियो यस्तो छ है, अडियो क्वालिटी। त्यसपछि यो छ मेरो सङ, यसमा राख्नुहोस् मजाले। अडियो आयो। यस्तो गरेपछि मिल्दैन। गाना कहाँ बजिरहेछ होइन, सायद सुन्नुभयो होला। अनि यसलाई कसरी मिलाउने त? यस्तो पनि मिलाउन सकिन्छ। यहाँदेखि यसलाई जुम गर्नुहोस्। यहाँदेखि जुम हुन्छ। यस्तो गरेर यस्तो टाइम लाग्छ यस्तो मिलाउन। यस्तोमा टाइम लाग्छ। सबभन्दा राम्रो यसलाई के गर्ने? सिलेक्ट गर्ने। एड फर्स्टमा यसलाई के गर्ने? सिलेक्ट गर्ने अनि राइट क्लिक गर्ने। यहाँ छ यो साइक्रोनाइज होइन, साइक्रोनाइज। यसमा क्लिक गर्ने अनि यस्तो आउँछ है डायलग बक्स। यहाँ बक्स देखाउँछ होइन। यहाँ क्लिप स्टार्ट छ। फर्स्टमा जहाँ पनि टिक लागेको हुन्छ है, त्यो विचार गर्नुहोस्। यसमा होइन, यसमा हुनसक्छ, यसमा हुनसक्छ। अनि अडियो मिलाउनको लागि केमा क्लिक गर्ने? अडियोमा। अनि यहाँ 2 छ, 1 पनि हुनसक्छ होइन। अनि 2 मा क्लिक गर्ने। ठिक छ। यदि फास्ट भिडियो भएपछि तपाईहरू रिपिट गरेर हेर्न सक्नुहुन्छ। अनि ओके गर्नुहोस्। यस्तो आउँछ है। सायद मिल्यो कि जस्तो लाग्यो मलाई। मिलिहाल्यो, हेर्नुहोस्। टक्क मिल्यो होइन। आफै मिल्छ कि हो। अनि यसलाई के गर्नुहोस्? यस्तो मिलिसकेपछि यो छ, यो भिडियोको भोइस, यसलाई डाउन गरिदिनुहोस्। चाहिँ म्युट गर्न पनि सक्नुहुन्छ यहाँदेखि। तर यो बारलाई डाउन गरेपछि के भयो? त्यसको आवाज आउँदैन, सुनाउँछ है। यसो आयो। यो ओरिजिनल सङ हो होइन।
यसलाई खोल्छु। आवाज सुन्नुहोस् है, मिलिसक्यो। अनि यहाँ छ ब्लेड छ, यहाँदेखि काटिदिनुहोस्। टक्क काटेर यसलाई फालिदिनुहोस्। डिलिट भइहाल्यो है। हल्का मेरो किबोर्ड खराब हुँदैछ कि, एकचोटि थिचेपछि डबल थिचिहाल्छु, डबल टिपल। यसलाई पनि काटेर फालिदिनुहोस्, काम छैन। बुझ्नुभयो? यसलाई यस गर्नुहोस्, सुनाउँछु है।